So hello guys, what's up? Welcome back to a new video. अलिकति डिस्टर्बेन्स आयो होला पछाडि है, त्यसको लागि सरी, बट या देयर इज नथिङ आई क्यान डु. आई एम नट द हेड अफ दिस हाउस है, सरी है. एन्ड मैले फर्स्ट जुन मेरो भिडियो थियो त्यसमा भनेको थिएँ कि मैले कि म लाइक चेसको नि भिडियोहरू आउँछ, बट देन मैले एउटा चेस गेम यही जुन चेस गेम थियो मैले त्यसलाई रेकर्ड गरेँ. एन्ड म त्यहाँ फेरि गएर हेर्छु, ल ब्ल्याक स्क्रिन देखाउँछ त भनेर मैले स्क्रिनसट खिच्छ, ए यहाँ त यो रेकर्डै गर्न मिल्दैन रहेछ है. एन्ड लाइक लाइभ गेमलाई चाहिँ रेकर्ड गर्न मिल्दैन रहेछ है. देन अहिले चाहिँ लाइक अब के गर्नु पऱ्यो, 2-3 गेम खेल्नु पऱ्यो. एन्ड आइम गोइङ टु रिभ्यू देम. लाइक म त्यो बेला के सोचिरहेको थिएँ भनेर, यसरी नै म जिताउँला लाइक होइन, रोड टु 2000 होइन. सो आई स्टार्टेड विथ E4, द कमन मुभ, द मोस्ट कमन मुभ है. पढाइदिउँ E5, the also the most common move. Knight F3, nice. Knight C6, and I played Ponziani. Ponziani, if you are so rusty 100 elo जति होइन, देन तिमीलाई यो Ponziani भन्ने ओपनिङ इज भेरी भेरी गुड है. जस्ट यही जुन सेटअप छ नि होइन, लाइक यस्तो जुन आउँछ नि होइन, म उ गरिदिउँला होइन, सेल्फ फाइनलाइज धेरै नआओस् भनेर होइन. सो लाइक हेर यहाँ Ponziani ओपनिङ होइन, यो चाहिँ लाइक होइन यहाँ माइनस छ होइन, बट इट इज भेरी भेरी इफेक्टिभ कि होइन. लाइक अलिकति तिमीहरूको सेन्ट्रलमा डेभलपमेन्ट हुन्छ होइन, सेन्ट्रलको स्क्वायरहरू लाइक कन्ट्रोलमा हुन्छ है. एन्ड यहाँ त्यसले यो चाल्यो विच इज जस्ट टु ब्याड. एन्ड यहाँ 4 गान्धी यस्तो यस्तो गऱ्यो. एन्ड त्यो पछाडि गयो, जानुपर्ने त चेक गर्नुपर्ने हो. यहाँ आएँ, त्यो त्यहाँ गयो, मैले त्यसलाई नाइटले भगाएँ, त्यो त्यहाँ आयो, मैले फेरि भगाएँ. सो यहाँ गयो होइन, एन्ड मैले खाइदिएँ. त्यसको डबल अप पर्न हाल्थेँ होइन, कासल पहिला आफ्नो किङलाई सेफ्टीमा ल्याउनु पऱ्यो. देन त्यसको बिसपलाई मैले होइन, घोडा यहाँ गयो भने त्यसको बिसप कहीँ जाने, यहाँ गयो घोडाले खाइदिन्छ, यहाँ गयो रानीले खाइदिन्छ, वा घोडाले यहाँ गयो त फ्युचरले खाइदिन्छ, वा यसले खाइदिन्छ. यसले खानु इज बेस्ट, कज यो हुन्छ. अनि यसले खायो भने रुक यहाँ बोथ आर गुड, यो खान पनि सक्छ है. बट यहाँ त्यसले यो पञ्च हाल्यो है. एन्ड यहाँ मैले यहाँ चालेँ, त्यहाँ गएँ, मैले यो खाएँ, यो खाएँ, यहाँ गएँ म. आई गेस इट्स गुड होइन, कज म यो रुख गइरहेको छु. एन्ड देन म यहाँ नि जान सक्छु है. हिमजलले गर्दा चाहिँ म यो फर्स्टली त म एकछिन है त ऱ्यान्डम एस मुभ चाल्थ्यो होइन. यहाँ गयो भने होइन, हुनुपर्दा फर्स्टमा त यो हो होइन, तर इफ त्यसले आफ्नो रुखलाई बचाएको भयो होइन, मैले यो खानु पाउँछु नि त होइन. वा त्यो यता जानु वाज अल्सो गुड मुभ, बट हि वाज नेपाली. एन्ड धेरै जस्तो मान्छेहरूले भन्छ नेपालको आइक्यू इज 42. एन्ड आई डोन्ट बिलिभ इन देम, बिकज मैले जितेँ होइन. सो या भन्छु कि होइन, चार्जै भएको हुन्छ एकछिन, म चार्ज गर्नलाई भन्छु. ओके, सो म भन्छु होइन, लाइक जसलाई चाहिँ मैले के भनिस् रे, यस्तो यस्तो भन्छस् नेपालको बारे त नेपाली होस् गद्दार भन्नुभन्दा अगाडि सुनाऊ होइन. इफ तिमीलाई इङ्ग्लिस आउँछ भने होइन, गो टु वाइ सो अफेन्डेड भन्ने च्यानल छ युट्युबमा है. एन्ड वाइ सो अफेन्डेड 42 आइक्यू के भनेर सर्च गरेर त्यहाँ आउँछ है. त्यो पुरै डकुमेन्ट्री जस्तै हेर होइन, इट्स भेरी गुड. त्यो त्यहाँ आएको. एन्ड यदि हो, एन्ड या गेम इज ओभर, हि रिजाइन्ड. एन्ड या मनोज कार्की वाज द नेम, एन्ड माई नेम वाज त्यही है. सक्यो. या द्याट्स अल फर टुडे. थ्याङ्क यू.